नमस्ते साथीहरू, मेरो युट्युब च्यानलमा तपाईँहरूलाई धेरै धेरै स्वागत छ। तपाईँहरूले एक्सपान्डिङ हरिजन किताबको इन्ट्रोडक्सन टु गीताञ्जली च्याप्टर अलिक गाह्रो भयो भन्नुभएको थियो मलाई फेसबुकमा। तर आज म तपाईँहरूलाई यो च्याप्टर यसरी एउटा मिठो कथा जस्तै गरेर सुनाउने छु कि भिडियो सकिँदासम्म एक्जाममा आउने जस्तो सुकै गाह्रो प्रश्नको उत्तर पनि तपाईँको दिमागमा अटोमेटिकल्ली सेट भइसक्नेछ। ल सुरु गरौँ आजको भिडियो। यो कथा सुरु हुन्छ एकजना महान आइरिस पोइट डब्ल्युबी येट्सबाट। उहाँले भारतका प्रसिद्ध कवि रविन्द्रनाथ टेगोरले लेख्नुभएको गीताञ्जलीको इङ्ग्लिस ट्रान्सलेसन पढ्नुहुन्छ। त्यो पढेर उहाँ यति धेरै प्रभावित हुनुहुन्छ कि उहाँलाई टेगोरको बारेमा सबै कुरा जान्न मन लाग्छ। अनि येट्सले लन्डनमा एकजना बङ्गाली डाक्टरलाई भेट्नुहुन्छ। कथाको पहिलो मुख्य कुरा यहीँबाट सुरु हुन्छ। ती डाक्टरले रविन्द्रनाथ टेगोरको कविता हरेक दिन पढ्थे। तर किन दिनदिनै पढ्थे त? डाक्टरले भन्छन्, म दिनदिनै टेगोरलाई पढ्छु किनभने उहाँको कविताको एउटा लाइन मात्र पढ्दा पनि मैले संसारको सम्पूर्ण दुःख र तनावहरू बिर्सिन्छु भनेर उहाँले भन्नुहुन्छ। जसरी हामी एकदमै थाकेको बेला एउटा मिठो गीत सुन्दा आनन्द महसुस गर्छौँ, ती डाक्टरको लागि टेगोरको कविता त्यस्तै थियो। त्यो डाक्टरको नजरमा रविन्द्रनाथ टेगोर सामान्य मान्छे थिएनन्। डाक्टरले टेगोरलाई यति धेरै उच्च सम्मान गर्थे कि उनले टेगोरको जन्मलाई युरोपको रेनेसन्ससँग तुलना कम्पेयर गरेका छन्। डाक्टरका अनुसार टेगोर जति राम्रो कविताहरू लेख्थे त्यति नै राम्रो म्युजिक पनि कम्पोज गर्थे, सङ्गीत पनि कम्पोज गर्थे। उनी टेगोरलाई एउटा त्यस्तो महान सन्त मान्थे जसले जीवनदेखि भागेर होइन, जीवनलाई पूर्ण रूपमा स्वीकार गरेर ज्ञान बाँडेका छन्। टेगोरको जीवनको यात्रा पनि अचम्मको छ। उनले 19 वर्षकै उमेरमा उपन्यास, लिटरेचर लेखिसकेका थिए। तर उनको जीवनमा एउटा यस्तो मोड आयो जब उनी करिब 25 वर्षका भए। उनलाई जिन्दगीमा एउटा एकदमै ठुलो दुःख आइलाग्यो। हि ह्याड अ ग्रेट सरो। त्यही 25 वर्षदेखि 35 वर्षको बिचमा त्यो ठुलो दुःखबाट गुज्रेपछि नै उनले आफ्नो जीवनको सबैभन्दा सुन्दर प्रेम कविताहरू, ब्युटिफुल लभ पोइट्रीहरू लेखेका थिए। पछि उमेर बढ्दै जाँदा उनको कला अझै धेरै रिलिजियस एन्ड फिलोसोफिकल बन्दै गयो। कथा अगाडि बढ्छ। डब्ल्युबी येट्सले टेगोरका ती कविताका म्यानुस्क्रिप्ट आफूसँग रेलमा, बसमा जहाँ गए पनि बोकेर हिँड्न थाले। येट्सले ती गीत र कविताहरूको बयान गर्दै भन्छन्, यी कविताहरूमा यस्तो गहिरो रिदम छ, यस्तो गहिरो लय छ, यस्ता शब्दहरू छन् जसलाई अङ्ग्रेजीमा पूर्ण रूपमा ट्रान्सलेट गर्न सकिँदैन। ती कविताहरूले, ती पोइम्सहरूले एउटा एकदमै उच्च र महान संस्कृति अर्थात् सुप्रिम कल्चरलाई देखाउँछन्। यहाँनिर येट्सले भारत र बङ्गालको एउटा एकदमै सुन्दर पक्षको तारिफ गरेका छन्। युरोपमा धर्म र साहित्य फरक फरक मानिन्थ्यो। युरोपमा चाहिँ अब कस्तो हुन्छ भने रिलिजन र लिटरेचरलाई फरक फरक मानिन्थ्यो। इबी येट्सले युरोपमा के देखेका थिए भने त्यहाँ धर्म अर्थात् रिलिजन भनेको चर्चमा गएर प्रार्थना गर्ने, नियम मान्ने र गम्भीर कुरा हुन्थ्यो। अनि कविता अर्थात् पोइट्री भनेको चाहिँ साहित्यकारहरूले अब मनोरञ्जनको लागि लेख्थे, इन्टरटेनमेन्टको लागि लेख्थे, अनि प्रेमको बारेमा अनि समाजको बारेमा लेख्ने कुरा हुन्थ्यो। अब युरोपमा यी दुई कुराहरू अलग अलग थिए। तर उनले के अचम्मको कुरा देखे भने भारतमा मान्छेहरू अब इन्डियामा चाहिँ अब भारतमा चाहिँ मान्छेहरू कविता र धर्मलाई एउटै कुरा मान्दा रहेछन् भनेर उहाँले महसुस गर्नुभयो। पोइट्री एन्ड रिलिजन आर द सेम थिङ भनेर उहाँले महसुस गर्नुभयो। भारतको कविता पढेपछि उनले यहाँ त कविता नै धर्म रहेछ भन्ने अचम्मको कुरा महसुस गरे। र अर्को के महसुस गर्नुभयो भने त्यहाँको मानिसहरूसँग एउटै ज्ञान रहेछ, एउटै सेम नलेज रहेछ भनेर पनि महसुस गर्नुभयो। हाम्रो समाजमा वा भारतमा भजन वा कीर्तन गाउने चलन छ नि, होइन? त्यो भजन के हो त? एकातिर हेर्दा त्यो लय मिलाएर लेखिएको गीत वा कविता हो, पोइट्री हो। तर अर्कोतिर हेर्दा त्यो भगवानप्रतिको पूजा र आस्था हो, अर्थात् रिलिजन हो। हाम्रो इस्टर्न सोसाइटी, हाम्रो पूर्वीय समाजमा जस्तै भारत र नेपालमा भगवानलाई पुज्ने सबैभन्दा ठुलो माध्यम भनेकै कविता, पोइट्री, श्लोक र गीतहरू हुन्। त्यसैले यहाँ कविता र धर्म छुट्टा छुट्टै कुरा होइन, एउटा सिक्काको दुई पाटा हुन् यिनीहरू भनेको। टेगोरको किताबको नामै हेर्नुहोस् त, गीताञ्जली। यसको अर्थ हुन्छ गीतहरूको अञ्जली, अर्थात् भगवानलाई गीत चढाउनु, कविता चढाउनु, भगवानलाई कविता अफर गर्नु, पोइट्री अफर गर्नु हुन्छ। अब हामी मन्दिरमा जाँदा दुई हात यसरी जोडेर भगवानलाई फुल चढाउँछौँ कि त्यसरी नै फुल चढाउनुलाई पनि पुष्पाञ्जली भनिन्छ। तर हाम्रो कवि टेगोरले चाहिँ भगवानलाई फुलको साट्टा आफ्नो मिठो मिठो गीत र कविताहरू, पोइट्रीहरू चढाए। त्यसैले गीत र अञ्जली मिलेर नै गीताञ्जली बनेको हो। यसको सिधा अर्थ मैले तपाईँलाई अघि पनि भनेको छु।
यसको सिधा अर्थ हुन्छ अफरिङ अफ सङ्ग्स, भगवानलाई चढाइएको गीतहरूको उपहार। यसबाट के थाहा हुन्छ भने टेगोरको लागि कविता लेख्नु र भगवानको पूजा गर्नु छुट्टा छुट्टै कुरा होइनन्, दुवै एउटै कुरा हुन्। भगवान वा जीवनको गहिरो दर्शन बुझ्न, लाइफको डिप फिलोसफी बुझ्न युरोपमा ठुला ठुला किताब पढेको विद्वान नै हुनुपर्थ्यो, स्कलरै हुनुपर्थ्यो। तर भारतमा त्यस्तो छैन। यहाँ एउटा कहिल्यै स्कुल नगएको बाटोमा माग्ने भिकारी वा भरियाले पनि बाटोमा हिँड्दै गर्दा मिठो भाकामा भगवानको गीत गाउन सक्छ, कविता गाउन सक्छ, पोइट्री भन्न सक्छ। यहाँ चाहिँ अब सबैसँग नलेज सेम छ। तर युरोपको अवस्था कस्तो थियो त? यहाँनिर येट्सले युरोपका सन्त जस्तै सेन्ट बर्नार्ड र रविन्द्रनाथ टेगोर बीच एउटा गहिरो तुलना गरेका छन्, एउटा कम्पेरिजन गरेका छन्। अब युरोपका सन्तहरू भगवानलाई पाउन यो सुन्दर संसारलाई त्याग्नुपर्छ भन्थे। उनीहरू प्राकृतिक सुन्दरता नदेखियोस् भनेर आँखा छोप्थे, आफ्नो आँखा कभर गर्थे। तर हाम्रो टेगोर त्यस्तो गर्दैनन्। टेगोर जीवनलाई असाध्यै माया गर्छन्। उनी भन्छन् मलाई यो जीवन यति धेरै मनपर्छ कि मलाई मृत्यु पनि त्यति नै धेर मनपर्छ भनेर उनले भन्छन्। टेगोरका अनुसार भगवान खोज्न जङ्गलमा जानु पर्दैन, हाम्रै वरपरको धुलो, घाम, असारको झरी र दैनिक जीवनमै भगवानको दर्शन हुन्छ भनेर टेगोरले भनेका छन्। राइटिङ स्टाइलमा पनि युरोपियन राइटर र टेगोरमा आकाश जमिनको फरक छ। युरोपका लेखकहरू पैसा कमाउन र राजनीतिको लागि लामा अल्छी लाग्दो किताबहरू लेख्छन् जसमा कुनै खुसी हुँदैन। तर टेगोरको लेखाइमा कुनै घमण्ड छैन। उनी एकदमै प्राकृतिक रूपमा भएर लेख्छन् अनि आफ्नो मनमा जे आउँछ उनी त्यही लेख्छन्। साथीहरू, अब यो च्याप्टरको अन्तिम र सबैभन्दा मिठो कुरा सुनौँ। हाम्रो कवि टेगोरले साँचो खुसी के हो भनेर बुझाउनका लागि एउटा सानो बच्चाको एक्जाम्पल दिएका छन्। अब कल्पना गर्नुहोस् त, एउटा ठुलो समुद्रको किनार छ। त्यो समुद्रको किनारमा सासाना बच्चाहरू खेलिरहेका छन्। उनीहरू के गर्दैछन् त? उनीहरू बालुवाको सानो घर बनाउँदैछन्। भुइँमा झरेको सुकेको पातलाई टिपेर पानीमा मेरो डुङ्गा भन्दै बगाउँदैछन्। अनि उनीहरू मजाले ताली बजाउँदैछन्, मुस्कुराउँदै खेलिरहेका छन्। उनीहरू कति धेर खुसी छन्। अब त्यही समुद्रको अलिपर हेर्नुहोस् त, ठुला ठुला मान्छेहरू के गर्दैछन्? कोही व्यापारीहरू पैसा कमाउन ठुलो पानी जहाज चलाइरहेका छन्। कोही मान्छेहरू समुद्रको धेरै गहिराइमा ज्यान जोखिममा हालेर मोती जस्तै सुनचाँदी र खजाना खोज्न डुबल्की मारिरहेका छन्। उनीहरू जसरी पनि धेरै पैसा कमाउन चाहन्छन्। अब एकछिन सोच्नुहोस् त साथीहरू, के ती किनारमा खेलिरहेका साना बच्चाहरूलाई त्यो हिडन ट्रेजर चाहिएको छ त? छैन, बिल्कुल चाहिएको छैन। उनीहरूलाई त माछा मार्ने जाल कसरी हान्ने त्यो धरि थाहा छैन। तर पनि त्यो पैसा कमाउन ज्यान फ्याँक्ने व्यापारी भन्दा बालुवामा खेल्ने त्यो साना बच्चाहरू 100 गुणा धेरै खुसी छन्। टेगोरले हामीले यही कुरा सिकाउन खोजेका हुन्। हामी ठुला मान्छेहरू दिनरात पैसा, सम्पत्ति र जागिरको पछि लाग्छौँ। पैसा पाए खुसी भइन्छ कि भनेर सोध्छौँ, तर सधैँ दुःखी हुन्छौँ। तर साँचो खुसी र आनन्द त्यो पैसामा हुँदैन। साँचो खुसी त त्यो सानो बच्चाको जस्तो सफा मन र सरलतामा हुन्छ, जसलाई सम्पत्तिको कुनै लोभ छैन, जोसँग जे छ त्यसैमा रमाउन सक्छ। उही मान्छे संसारको सबैभन्दा सुखी मान्छे हो। अब सिम्पली हामी यहाँबाट के बुझ्न सक्छौँ भने ठुलो मान्छे पैसा र खजाना खोज्छन् तर दुःखी हुन्छन्, र साना बच्चाहरू बालुवा र पातसँग खेल्छन्, जाल हान्न वा पैसा कमाउन जान्दैनन्, तर उनीहरू एकदमै धेरै खुसी छन्। अब टेगोरको सिकाइ, टेगोरको दर्शन, फिलोसोफी के छ भने धेरै पैसा कमाउँदैमा खुसी पाइँदैन। खुसी हुनका लागि एउटा बच्चा जस्तै सरल र लोभ नभएको र निस्वार्थ हुनुपर्छ। ल त साथीहरू, आजको समरी सकियो। अब तपाईँले एक्जाममा जे क्वेसन आए पनि इजिली गर्न सक्नुहुनेछ। र आजको भिडियोमा तपाईँहरूलाई केही क्वेसन छ, केही कन्फ्युजन छ भने तपाईँले मलाई कमेन्टमा भन्न सक्नुहुन्छ। वा तपाईँलाई यो भिडियोमा युज भएको सामग्री वा अन्य इयरको तपाईँलाई पिडिएफहरू चाहिन्छ भने मलाई फेसबुकमा डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुन्छ।